अद्भुत आध्यात्मिक यात्रा पूरै 6 महिना 22 दिन घिसुरिँदै भारतबाट पशुपतिनाथ आइपुगे 54 वर्षीय मनोज कुमार यादव। पशुपतिनाथमा महादेवको दर्शन पाएपछि भावुक बने मनोज। दशबिन पत्याउन पनि मुस्किल। भारतको बिहार राज्यका मनोज कुमार यादव घस्रदै भारतबाट नेपाल आइपुगेका छन्। दृढ इच्छा शक्ति र भगवानप्रति आस्था भयो भने असम्भव काम पनि सम्भव बन्दो रहेछ। धार्मिक आस्था र संकल्पका साथ भारतबाट यात्रा सुरु गरेका यादव आइतबार जेठ 10 गते काठमाडौँ स्थित पशुपतिनाथ मन्दिर पुग्न सफल भएका छन्। एक सरो पहेँलो कपडामा उनले यो 6 महिना 22 दिनको कठिन यात्रा पार गरे, जुन साँच्चीकै अद्भुत छ। दण्डवत प्रणाम गर्दै भारतबाट काठमाडौँको पशुपतिनाथसम्म आइपुग्न उनलाई पुरै 6 महिना 22 दिन लागेको उनले बताएका छन्। झण्डै 600 किलोमिटरको यो दूरी घस्रदै पार गर्न उनलाई निकै चुनौती थियो। लामो समयको कठिन यात्रापछि पशुपतिनाथ पुगेर शिवको दर्शन गर्न पाउँदा मनोज यादव निकै भावुक र खुसी देखिन्थे। आँखामा टिलपिल आँसु पार्दै उनले महादेवको दर्शन गरे। पशुपतिनाथमा उनलाई दर्शनार्थी तथा स्थानीयले समेत चासोका साथ हेरिरहेका थिए। असम्भव जस्तै लाग्ने यो यात्रा उनको धार्मिक विश्वास र दृढ इच्छा शक्ति र समर्पणका कारण आज पूरा भएको छ। बाटोमा आएका हिलो, धुलो, चुनौती र कठिनाईहरूलाई बिर्सँदै उनले भनेका छन्, यो मेरो कारणले मात्र होइन, महादेवको कृपाले सम्भव भएको हो। आधुनिक युगमा सामान्य मानिसलाई पैदल यात्रा गर्न समेत असम्भव लाग्ने यो कठिन दूरीलाई मनोजले भुइँमै सुतेर घिस्रदै पार गर्नुले उनको अटुट धार्मिक विश्वास र समर्पणलाई देखाउँछ। मनोजको यो अद्भुत आध्यात्मिक साहस र अकल्पनीय यात्राको तस्बिर तथा भिडियोहरू अहिले सामाजिक सञ्जाल फेसबुक लगायत टिकटक प्लेटफर्ममा निकै भाइरल भइरहेका छन्। यस्तै चौतर्फी प्रशंसा पनि भइरहेको छ।